लिडरसिपको सिंगै टिम फेरि एकचोटि हाम्रो वर्गसँग, हाम्रो मुद्दासँग, हाम्रो समुदायसँग एकाकार हुने सङ्कल्पसहित हामी अगाडि बढेका छौँ। एकचोटि फेरि हामीलाई हिजो जनक्रान्तिमा साथ दिने जनतासँग, हिजो जनक्रान्तिमा सहभागी हाम्रा हिजोका पिएलएका सबै कमान्डर र योद्धा साथीहरूसँग, सबै घाइते अपाङ्गसँग, जेल नेल यातना भोगेकाहरूसँग, 64 मा हामीलाई माया गरेर मतदान गर्ने जनतासँग एकचोटि फेरि सम्बन्ध कायम गरेर एउटा नयाँ क्रान्तिको तयारी हामीले गर्नै पर्छ। त्यो क्रान्ति शान्तिपूर्ण हुनेछ। म के भन्न चाहन्छु, क्रान्ति शान्तिपूर्ण हुनेछ, तर यदि राज्यले र सरकारमा हुनेहरूले बल प्रयोगको चाहिँ गल्ती गरे, उनीहरूले दमनद्वारा रोक्न खोजे भने त्यहाँ जनताको विद्रोहको अधिकारलाई दुनियाँको कुनै तागतले रोक्न सकेको छैन, नेपालमा पनि रोक्ने छैन।